हेलो गाइज वेलकम टु माई भ्लग। आज हामी दक्षिणकाली हुँदै सिस्नेरीसम्मको रमाइलो यात्रामा निस्किएका छौँ। यस यात्रामा सुन्दर दृश्यहरू, बाटोका अनुभवहरू र विशेष क्षणहरू तपाईँहरूसँग बाँड्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला, साथै लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनुहोला। अब चाहिँ हामी मिट बानेश्वरदेखि कुम्धारासम्मको यात्रा। पैसाको समाप्तिसँगै हामीले झर्नुपर्छ। ल हाम्रो ब्यालेन्स यहीँ सकियो, रिचार्ज सकिएर हामी झर्दैछौँ गाइजहरू। ल यता जति कालिका यो बस पार्क, गोर्खेहरू झऱ्यो भर्खरै। यही बसमा हामी आएको है गाइज। अब हाम्रो पूजापाठ गरेर सिस्नेरी हिँड्ने। भारत अहिले हामी फर्किनु पर्छ यस गाडीमा फेरि कुम्धारा हो। ल ठिक छ। यस्तो लानुपर्छ। लानु त पर्छ एउटा। के हुन्छ भित्र? जल हात धुनु न, हात धुनु जल होइन एउटै हो, एउटै हो क्या। त्यो त नरिलहरू कस्तो लाने हेर्नु एउटै चलाउनु भयो सबै भएको के पनि हुन्छ, लगे पनि हुन्छ, त्यो लग्यो नि हुन्छ। ल पऱ्यो उडेको अवस्था। दक्षिण कालिका मन्दिर। ओ माई गड कस्तो खतरा यार। ल ल ल यताबाट ल बिबेकले पनि ट्याङ ट्याङ बजायो। अब हामी जाँदैछौँ। मजा खोल्नुपर्छ, जाउँ न खोलेर। केटी फेरि ब्याग भयो, मजा फुकाल्न गयो गाइज। फोटो खिच्न मना छ, फोटो र भिडियो भन्दैछ। कता ल्याउँछ? खिच्न मनाइ छ। ए खिच्न मनाइरहेछ नि त। त्यो ब्याग राख्नु न दाइ। तपाईँको जिन्दगीमा सजाय दिन खोज्दैछु। जे पाए त्यही फुलले हानेर मान्छे मारेको सुन्नुभएको छ? इतना खुसी सुन्नुभएको छैन? कहाँ छ सुनाइदिन्छु। पसल नम्बर 47 के हो? पसलहरू आज पुरै बन्द छ। त्यही स्क्यान गरेर पैसा हालेर 50 हालेर छोडिदिउँ नि। ओके साह्रै भयो। भन्न चाहिँ नछोडौँ है गाइजहरू, के लैजाने भने। ओहो होइन हामी गाडीमा हो।
अबको यात्रा भनेको हाम्रो पैदल यात्रा हुन्छ सिस्नेरी स्विमिङ पुलसम्मको लागि। साह्रै गाह्रो छ गाइज, हिँड्नलाई चाहिँ एकदम गाह्रो भइरहेको छ। सगरमाथा बरु राम्रोसँग चढिन्थ्यो होला अहिले, सिस्नेरीको स्विमिङ पुलसम्म हिँड्नलाई कठिन भयो गाइज। र हामी अगाडि झ्याप्लु भाइ के मान्छे जान्छ नि अनि प्रदीप लुङ्गा निकै मान्छे जान्छ नि क्या पछाडि छन् इभन मिस्टर पण्डित लिम्बू। अहिले बाघ हो मान्छे चाहिँ, तर मान्छेको अवतारमा हिँडिरहेको अहिले। मान्छे म यहाँ चुइगम चपाउँदैछु, अति नै मिठो चुइगम। झ्याप्ले भाइले करिब 1 करोड बराबरको चुइगम किनेर लिएर आएको थियो गाइज। हामीले खाँदैछौँ। हामी चाहिँ होस्टेलमा बस्छौँ गाइज। हामीले होइन कता हो माथि यहाँ त अरे यार झ्याप्ले भाइले कता कता छिरायो गाइज हामीलाई। ल गाइज ल अब होइन खिच गाइजहरू ल यहाँ यस्तो ठाउँमा कहाँ लिएर आयो यार। यस्तो ठाउँ त अहिलेसम्म देखेको नि थिएन यसरी। तर खोलाको चाहिँ राम्रो छ। त्यो केमिकल हालेको मात्रै दिनु कस्तो खतरा ठाउँमा आयो यार। झ्याप्लु हजुर भन्दा त कलकै राम्रो जस्तो म त। यो पनि दामी छ, यो 6 फिटको हो। फिटको अँ, कहाँ छ 6 फिट? त्यहाँ अगाडि दुख्छु म होइन मजाले तलकै राम्रो लागेको मलाई त। तलको धेरै राम्रो छ। पुरा पिसफुल खाली ठाउँ लाग्छ। होइन तलको भन्दा कहाँ छ नि 6 फिट? आउनु त त्यहाँ उतातिर छ मजाले दुख्छ। ल माथि छ माथि अर्को पनि छ अरे। ए हो सिक्नु पो पक्रियो ठिकै छ त, आखिर सकिएको लागि खिट सबै तालमा जाने हो नि भाइ। ठुलो खोल्नु न हाम्रो आजको ब्लगलाई यहाँसम्म हेरेर साथ दिनुभएकोमा तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु। भिडियो मन परेमा लाइक शेयर सब्सक्राइब गरी साथ दिनुहोला। साथै यहाँहरूको मिठो कमेन्टको आशा गर्दै आजको हाम्रो छोटो ब्लग यहीँ अन्त्य गर्दै अर्को ब्लगमा भेटौँला। बाई बाई गाइज।